ए कुकुरले हामीलाई केही गर्छन् दाजु? ए कहाँ हिँड्नु भएको हजुर चाहिँ? लेकतिर कहाँको लेक? कति टाढा? ए रुकुमको? ए हजुर रुकुमबाटै हो? कति छन् हजुरको भेडा? हो अब कति महिना बस्नुहुन्छ त्यो अग्लो पहाडतिर? 2 महिना बस्नुहुन्छ? ए हुन्छ हजुरलाई रोक्यो है। घोडा पनि आइरहेको छ नि त खालि होइन। घोडा पनि हजुरको हुन्? ए भेडा अनि घोडा पनि। यो कुन ठाउँ हो हजुर यो चाहिँ? यो हजुर यो ओखमा नयाँ बजार भन्छ। हामी जाने हेर्नुहोस् माथि लेकतिर यार्सा पाउने ठाउँमा जाने। हजुर कहाँ जाने भन्नुभयो? यार्सा पाउने ठाउँमा। यार्सा भनेपछि त्यो ठाउँको नाम भन्नुहुन्छ कि? त्यो ठाउँको नाम सुन्न भन्छ। हजुर त्यहाँ जाने हो। ए अनि यहाँ कुकुर पनि ओहो बच्चा हजुर एकदम भोटे कुकुर यही होला है? ए हजुर हस् राम्रोसँग जानु होला है दाजु। हस् घोडा चाहिँ हजुरको घोडा अरे हजुर? घोडा पनि भेडासँगै हो माथि? यो ठ्याक्कै यो ठाउँको नाम भन्न सक्दिनुहुन्छ? ए ए ल हस् भेडी गोठालो अनि चाहिँ भेडी गोठालोसँगै घोडाहरू नै लिएर गइराख्नु भएको छ। कुकुरहरू यहाँ डर लाग्दा कुकुरहरू यहाँ यसरी चाहिँ कुकुरहरू सँगसँगै लिएर पनि हिँड्नु भएको छ। यति बेला हामी चाहिँ यो रुकुम जिल्लाको यो पूर्वी रुकुममा छौँ। खास गरी यो पूर्वी रुकुमको यो पुठा उत्तर गङ्गा गाउँपालिकाको अन्तर्गत पर्छ या के पर्छ थाहा भएन। पारिपति नयाँ बजार भन्ने ठाउँ छ। टकसेराबाट यो मैकोट रुकुम मैकोट जाने बाटोमा हामी भेट भएका छौँ। यहाँ हजुरको घोडा रह्यो दाजुको घोडा? ए अग्लो पहाडतिर लगेर गइराख्नु भएको छ।